अब यो तपाईको अर्ग्यानिक हेर्नुस् है सब्जी दामी हजुर यो तपाईको 30 रुपैयाँ मात्रै है हजुर सिम्पल खाली यो माथि बस्तीबाट ल्याएको हजुर अन्त तपाईहरुको यो काँक्राहरु हेर्नुस् यो दामी छ यो हजुर अहिले यो पानीले गर्दाखेरि अलिकति बाङखुटे आङखुटे तर यसको टेस्ट दामी छ हैन हजुर हजुर अन्त घरमा छोरी चेलीलाई गर्ने चिज पनि यहाँ छ यो छोरी चेलीलाई गर्ने हजुर अन्त पानी आउँछ तपाईको मुनि भयो टकटक बढार्ने हजुर माथि लगेर टक्क राखिदिने अन्त यसलाई दामी यसको अर्कै छ सिस्टम है सिस्टम त्यस्तो छ अन्त तपाईको यो सिबी काँक्राहरु 70 यो तपाईको 70 रुपैयाँ किलो बडा लानुहोस् एकदम बस्तीको राम्रो छ हजुर जसले खायो उसले चिन्यो जसले खाएन उसले चिनेन हजुर यो सामान चाहिँ यस्तो छ हैन जसले खायो उसले चिन्यो हेर्न बाङकुटे छ धेरै भिन्नता छ दामी दामी मर्ने बेलामा भन्छ नि नुन खोर्सानी हजुर आज काँक्रा पाए त के दामी अनि नुन खोर्सानीसँग चट्ट चिरेर काँक्रा खाँदा कति दामी यो घाममा यो गर्मीमा धेरै टेस्ट छ यसको यो बस्तीको हो एकदम दामी प्योर प्योर हैन अर्ग्यानिक अन्त यो तपाईको धेरै उताबाट हजुर ल्याएको छ यो तपाईको झन्डै झन्डै सिक्किम छेउ पो हजुर तर सिक्किम चाहिँ पर्दैन यहीकै हो तर छेउ छेउ परेको छ मतलब 70 रुपैयाँ किलो हजुर यसको भिन्नतै छ यसलाई खानु पनि बनाउनु खानु यसको नाम चाहिँ के यसको चाहिँ तपाईको यसलाई सजना भन्छ सजना हजुर सजना भन्छ अनि इंग्लिशबाट नभन्नु किनभने हामीले गोर्खे किनभने गोर्खेलाई गोर्खे नै बोल्नुपर्छ नभए इंग्लिशबाट पनि भनिदिन्थे तर होस् नभन्नु अप्ठ्यारो भयो किनभने यो गोर्खे हाटमा हामीले गोर्खेकै स्टलले गर्नु पर्यो नि त होगेन भन्नुहोस् है त्यस्तो छ हजुर यो तपाईको अब यस्तो अर्ग्यानिक सब्जीहरु छ हैन यो चाहिँ तपाईले अब सबै बस्तीबाट आएको हैन अर्ग्यानिक यो अर्ग्यानिक माथिबाट लिएर आएको हजुर तपाईको नाम चाहिँ के पर्यो ए हुन्छ त तपाईलाई धेरै थ्यांक यू हैन अब आउनेहरुलाई तपाई के भन्न चाहनुहुन्छ आउनेवालालाई आउँ गरौँ हैन हामी गोर्खे जातको जति पनि छ सामानहरु गाउँ बस्तीमा आउने चाहे त्यो निङ्ग्रोदेखिको ल्याएर हामीले सबै चिज यहाँनिर गरेर देखाउन सकिन्छ हजुर यहाँ तपाईको बिहान कति बजेदेखि बेलुका कति बजेसम्म यहाँनिर त तपाईको बिहानदेखिको ल्याएर तपाईको अब बेलुकासम्म नै हो एकदम चलिरहन्छ कुदिरहन्छ जस्तो गाडी कुद्यो त्यस्तै चलेको एकदमै ए हुन्छ तपाईको यो एभ्री सन्डे हुन्छ हैन तपाईको यो सन्डे अब जहिले पनि भयो जतिखेर पनि तपाई घरमा हजुर हिने भनेर आउनुहोस् तर त्यतिखेर यो सामान पाउनुहुन्छ अवेलेबल हुन्छ सबै कुरो पाउँछ यति मात्रै हैन यो गोर्खे हाटमा धेरै छ तर सबैजनालाई अब बुझाउँ हैन आउनेवालाहरूलाई पनि राम्रो छ र आउने दिनमा राम्रो गर्नेहरूलाई पनि राम्रै छ हाम्रो गोर्खे चिजहरू खुकुरी भयो कतिवटा चिजहरू भयो सबै लिएर आउन गर्नु हैन अब तपाईको आउनेहरूलाई त्यही भन्न चाहन्छ अब आउनेवालाहरूलाई सबैले आउँ गरौँ हाम्रो गोर्खे मिलेर हामी गोर्खे हो गोर्खे जाति हैन केही कुछ गर्नुपर्छ यतिन्जेलसम्म त हामीले केही गरेको थिएन भने अब आउनेवाला दिनमा पनि भविष्यमा आउनेवाला छोराछोरीलाई पनि गर्दै देखाउँ उन्नति हुँदै जाओस् हैन गर्नु चाहिँ पर्छ त्यति नै हो थ्यांक यू मेरोबाट ल तपाईकोबाट यति नै हो हजुर मेरोबाट यति नै हो